हेलो गाइज, वेलकम टू माई न्यू ब्लग। आज चाहिँ हजुरहरूलाई मेरो वेयर हाउस चाहिँ कस्तो देखिन्छ देखाउँछु है। ल जाउँ। हेलो हेलो साथीहरू, कस्तो हुनुहुन्छ तपाईँहरू? मेरो चाहिँ अहिले छुट्टी भयो होइन। छुट्टी भएर अब चाहिँ जान लागेको। मेरो साइकल ट्याक्क यहाँ राखेको छ मैले। यहाँ चाहिँ फेरि कफीको मसिन चाहिँ यस्तो हुन्छ, हेर्नुहोस्। ए ट्याक्क कफी होइन, कोका कोला हुन्छ, ज्यादा गरी कोका कोला र एनर्जी ड्रिङ्क। अनि यो चाहिँ कफी। यताबाट पैसा हाल्ने, बटन दबाउने, ट्याक्क निस्किन्छ। वेयर हाउसभित्र खानेकुरा भनेपछि यति मात्रै हो गाइज। ए यो चाहिँ मेरो वेयर हाउस कन्टिनेन्टल। यति ठुलो छ यो गाइज। खासै यसको नाम चाहिँ कुयान बर्गर हो। यही हो मेरो वेयर हाउस। यहाँ चाहिँ बिहान 8 बजेको सिफ्ट हो मेरो। 8 बजेको सिफ्ट। अनि ट्याक्क अहिले चाहिँ यहाँको 4 बज्यो। 4 बजे अनि ट्याक्क छुट्टी भयो। यो चाहिँ पुरा वेयर हाउसको इलाका हो, पुरै वेयर हाउस हो। यहाँ हेर्नुहोस् पुरा। यो यता पनि छ। यो पुरा वेयर हाउसको इलाका पऱ्यो। कमसेकम 6-7 वटा वेयर हाउस छ यहाँ। 6-7 वटा वेयर हाउस छ। अनि यहाँ काम भनेपछि त्यही हो, लोडिङ अनलोडिङ पिकिङ। वेयर हाउसको काम अरूभन्दा पनि गाइज राम्रो हुन्छ। वेयर हाउसको काम चाहिँ होइन, सजिलो हुन्छ। अनि छिटो सिकिन्छ होइन। यो गाइज अहिले चाहिँ युरोपमा आउनु बन्द छ। इन्डियन र नेपालीहरूको त बन्दै भइहाल्यो पुरेसम्म आउनु होइन। फिलिपिन्सहरूको मात्र चालु छ अहिले चाहिँ यहाँ पुरेसम्म। ऊ हेर्नुहोस्, यसरी आउने जाने बस पनि हुन्छ। यो चाहिँ यो बस चाहिँ वर्करहरूलाई ल्याउने, छोड्ने, काममा पुर्याउने अनि रुममा पुर्याउने होइन। गयो यो बस चाहिँ। यो चाहिँ मेट्रोको। यो मेट्रो यताबाट देखेला। यो मेट्रो वेयर हाउस हेर्नुहोस्। अनि यहाँ चाहिँ पुरै यो लेख्या छ, मेट्रो भइहाल्यो, मिल्सिप स्पिड भइहाल्यो। मिल्सिप स्पिड भनेपछि यसको ट्याक्कै पछाडि छ। यसको यो कुहान बर्गरको ट्याक्कै पछाडि। यो चाहिँ तपाईँ देखिराख्नु भएको छ नि, त्यो ट्याक्कै 6 नम्बर 5 नम्बर। त्यो भनेको चाहिँ त्यहाँ चाहिँ ट्रक लाग्छ। ट्रक लाग्ने हो, सामानहरू होइन। सामानहरू लोडिङ गर्ने, अनलोड गर्ने ठाउँ। यहाँ चाहिँ र्याम्पा भन्छ त्यसलाई। लाइक सेयर कमेन्ट गर्न नबिर्सनु होला। ल गाइज, बाई एभ्रिवान।